हेलो सबैजनालाई नमस्ते। आज चाहिँ हाम्रो गाउँदेखि तलपट्टि घुम्न गएको थियौँ। थोरै नल लिन गएको थियौँ, कोडोको नल। अनि जाने बेला चाहिँ हिँडेर, आउने बेला गाडीमा आएको हामी चाहिँ। जाने बेला यति दुःख भएन त्यो ओह्रालोमा मेरो हिँडाइ। हामीसँग कुकुर पनि थियो, हाम्रो घरको कुकुर। जहाँ गए पनि हामी सँगै जानुपर्छ, सँगसँगै। फाइनली को आइसक्यो गाइजहरू। अब हामी अझै बाहुनडाँडा चौकारि जानेछौँ। बाई बाई। बाटोमा हिँड्दै गर्दाखेरि अङ्कल आन्टीहरू पनि भेटिनु भयो हामीसँगै। हामी नल लिने घरमा गएको। यहाँनिर हाम्रो ठुलबाबा ठुलमम्मीको घर पनि छ। यो ठाउँलाई कोङ्गा भन्छन्। हाम्रो माथि गाउँदेखि तलपट्टि हो गएको नल लिनलाई। हामी नजिक पुग्न लागिसकेछौँ। नल दिने अङ्कल आन्टीको घर। बाख्रो हेर्नु, उहाँको बाख्रो साना बाख्राका नानीहरू बाख्राको कति राम्रा, कति माया राम्रा हुन् र। चारवटा बाख्रा बाख्रीहरू रहेछन्। कसरी हेरेछ हामीलाई, के दिन्छ भनेर होला। माया लाग्दा बाख्राका नानीहरू, पाथापाथीहरू। पुरा पोज देखाउने यिनीहरूले आफू रानो लामा लामा कान भएका। आबी के कति राम्रा हुन्। नमस्ते। हाम्रो ठुलमम्मीको घर, हाम्रो घरको जेठो ठुलमम्मीको घर नजिकमा पर्थ्यो। कोङ्गा हो। ठुलबाबाले ब्रस गर्दै हुनुहुन्छ। हाम्रो घरको कुकुर डन पल्टो भन्ने अझै उता जाने हामी। मम्मीले भित्र के गर्दैन त्यो बिचरा हामीलाई देखेर बाहिर निस्किनु भयो। पहिला पहिला हामीले खेती गर्ने ठाउँ। अनि यो चाहिँ हामीले पहिला गर्थ्यौँ। बारी अहिले के भन्थ्यो ठुलमम्मीले गर्नुहुन्छ। यस्तो भाइ बाटोमा लामै छौ त्यो तुप्पादेखि। सानो हुँदा त धेरै दुःख यसको नि गरिन्थ्यो थुप्रै पढैसम्म छ। म के उम्रिसकेँ चाहिँ यहाँ त माछन् के यहाँ। अनि ठुलबाल गर्नुहुन्छ आजभोलि। ए कहाँ छौँ नि आज हामी त। यस्तो पहिला ज्यादा ओ छामा पहिला गोठा बस्दाखेरि यो गोठको भारमा खाना बनाउने, तल भैँसी राख्ने चलन थियो। यस्तो छ अझै रहेछ यो गोठमा। हामी चाहिँ यहाँ नल लिन आएको थियौँ आज। कुखुरा राख्ने झेरुङ हो यो। के भन्छन् यसलाई, सामान राख्ने होला पहिलाको। यतातिर घाँसहरू राख्ने, यतातिर घाँस राख्ने ठाउँ छुट्टै छ। यतातिर मान्छे बसेर खाना पकाउने उस घाँडी लिपेको छ। चुलाहरू यहाँ ओरान राख्ने, अनि दाउरा राख्ने, खरानी बाहिर नजाओस् भनेर। नल ओसारेर बसेको हामी गफ मार्दै। यो बनमाराहरूको कति फैले नि भगवान्। यो बनमाराहरू कति छन् त्यहाँ। बिहान पख कति राम्रो भ्यूहरू देखिने रहेछ त्यहाँबाट। मेरो भाइले चाहिँ कैद गरेको रहेछ।
तीनटा जिपमा गएको भाइ ए पिकअपमा फाले पार्को कसैको पाखा नि त्यही भएर छेमासँग गन्ठन बन्ठन हाम्रो के हो गाडीलाई वेटिङ गर्दै बस्दै गरेको हामी चाहिँ तर गाडी चाहिँ एकदम ढिलो आयो आज कोङ्गादेखि देखिने भाइहरू स्कुल जान लाहान यिनीहरू चाहिँ गाडीमा जाने भनेर पर्खेर बसेको थियो तर गाडी आएन टाइममा आएन अनि यिनीहरू चाहिँ हिँडे होला नि पछि हिँडे तल तल घर हुनेलाई दुःख छ स्कुल आउन पनि नलको भारी यो चाहिँ हाम्रो नलको भारी नल मेन बाटोमा गाडी कुदेर बसेको गाडी कुर्दा वाक्क दिक्क भएर बसेको यहाँ बनमारा काट्दै हुन्छ बाख्राले खान्छ अरे बनमारा फेरि पुगिसकेछ गाडी कुर्नु भएको छ छेमाहरूले भाइहरू स्कुल हिँड्ने म यहाँ गाडी कुर्दैछु यिनीहरू त भरसम्म उस गर्थ्यो भाइ आयो रे गाडी जान्छ होला एउटा कट्याएर होइन घाँस त फेरि तन्नै अब गाडी आयो गाडीमा आज ओभरलोड हुनुभयो गाडीलाई बारीहरू तल हुनेलाई चाहिँ माथि गाउँ छ